आज हामी आइपुगेका छौँ हाम्रो पोल्ट्रीमा लामो समयदेखि अध्ययन गर्दै आएका हाम्रा साथी प्रतीक काफ्ले। उहाँसँग हामी फार्ममा कुखुराको अवस्था कस्तो छ, हाम्रो हेरचाह कतिको पुगेको छ छैन लगायतका ज्ञानका कुराहरू उहाँले दिनुहुन्छ अहिले हामीलाई। प्रतीक सर, हाम्रो युट्युब च्यानलमा स्वागत छ तपाईँको। अलिकति हामीलाई यो चल्लाहरूको बारेमा, यो तपाईँको फार्मको बारेमा अलिकति आफ्नो बारेमा भनिदिनु। म चाहिँ एनपिआईमा पढ्दै हो, अन्तर्गत भेटनरी हो। त्यसमा चाहिँ अब यो कति दिन भयो भने एनपिआईमा पढ्दै गरेको अन्तर्गत हो, पूर्वाञ्चल युनिभर्सिटीको। तर यो चाहिँ 10 दिनको यो चल्ला हो। यसको वेट चाहिँ लगभग अहिले यो हाम्रो कति दिन भयो? यो हाम्रो 10 डेज। यो दर्शकबिन हाम्रो 10औं दिनको यो बोइलर कप 500 को चल्ला। एकचोटि हामी यसको औसत वेट हेर्छौँ। डाक्टर साहब त्यो अलि यता नजिकै त्यो ब्यालेन्स भएन, अन अफ गर, पछाडि रिसेट गर्नुपर्छ होला। खै हाम्रो यो अलिकति ब्यालेन्सले गर्दाखेरि त्यो भइरहेको थियो। अब वेट मेसिन हेर्नु होला। वेट मेसिन सुरुमा हामीले 0 बनाएका छौँ। हजुर, त्यसपछि हामी यो राखेछौँ। करिब 234-35। डाक्टर यो प्रतीक सर त्यो समातौँ त उयो चाहिँ हो। यो पनि एक्ज्याक्टली सेम 234 आएको छ हो। त्यसलाई एकचोटि, यो चाहिँ अलि सानो हो कि क्या हो? यो पनि करिब 200 प्लस भइसकेको छ। हामी भित्रबाट अलि पछाडि अलि ठुलो वेट भएका कुखुराहरू हुन्छन्, त्यही भएर हाम्रो प्रत्येक पछाडिसम्म खोज्न गएका छन्। यो कालो बोइलरै हो त? यो पनि बोइलर हो, यसलाई बोइलरै भन्छ। यो किन कालो भयो? अब कोही कालो हुन्छन्, कोही खैरा पनि छन् हामीसँग। बोइलरमा स्कट हुन्छ कहिलेकाहीँ। बोइलर भनेको त सेतो मात्रै हुनुपर्ने होइन? कालोमा पनि बोइलर। ए, कलरमा पनि बोइलर आउँछ? हजुर।
लागि यति भयो। यसमा चाहिँ हामी अलिकति यो चल्लाको बारेमा 2-4वटा कुराहरू। यो हाम्रो कप 500 हो। हजुर यसको एभरेज वेट 40 ग्राम थियो हजुर पहिला ल्याउँदा। अहिले हाम्रो 200 समथिङ 200 एभरेजमा एराउन्ड 230 एबोभ छ। त्यसमा चाहिँ अब हाम्रो 230 एबोभमा अब हामीले मेडिसिनहरू चाहिँ पहिला इलेक्ट्रोलाइट गर्मी नहुन दिँदा, बी कम्प्लेक्स अनि एसिडिफायरहरू चलाएका छौँ। त्यसको लागि अहिलेसम्म त्यही चलाइरहेछौँ। अब भ्याक्सिन चाहिँ हामीले 3 दिनमा 7 दिनमा अब हाम्रो 14 दिनको भ्याक्सिन आउन बाँकी छ। यसको लागि 14 दिनको भ्याक्सिन हानेपछि अब हामीले त्यसपछि 21 दिनमा हान्छौँ। त्यसपछि हामीले 28 दिनमा हान्छौँ र 28 पछि 32 दिनपछि हामीले लेआउट गरेर त्यसपछि सेल गर्न थाल्छौँ यिनीहरूको। ओके ल ठिक छ। भनेपछि हाम्रो यो 10 दिने चल्लाको औसत वेट अहिले जियोस् लाइनमै छ। हजुर लाइनमै छ। हाम्रो यो सौर्य कृषि कम्पनीको दाना B0। हाम्रो यो कति हो सर? बन्धु ह्याचरीको हजुर चल्ला र बन्धु ह्याचरीको चल्ला हो। बन्धु ह्याचरीको चल्ला उन्नत एग्रोटेकमा हुर्किरहेको। यो हाम्रो कति जति चल्ला छन् यहाँ टोटलमा? टोटलमा अहिले 8500 छन्। 8500। हजुर। यो क्वारेन्टाइन एरिया हो। त्यसमा चाहिँ मृत्यु दर के छ? मृत्यु दर चाहिँ हाम्रो 1 देखि 2% छ अहिले। 1 देखि 2%। ओके। हाम्रो करिब कति पर्सेन्टसम्म गुड इनफ हो? गुड इनफ भन्नाले हाम्रो कतिसम्म जान्छ भन्नु अँ। हाम्रो चाहिँ 2 देखि 3% भन्दा Expected. एक्सपेक्टेड त भन्दा माथि नजान सक्छ। त्योभन्दा माथि जाँदैन। हजुर। हाम्रो यो फुल क्यापेसिटी हो त यहाँ त थुप्रै ठाउँ खाली देख्छु म। उतासम्मै फुल क्यापेसिटी छ। यसको फुल क्यापेसिटी कति भन्नुभयो? यसको हुन चाहिँ 17,000 हो। 17,000। अहिले हामी हामीले आधा मात्रै गरिरहेका समरको छौँ। हुनाले कन्डिसन चाहिँ अलिक 50% मात्र हालेका छौँ। हजुर त्यो कारणले गरेर समरलाई पनि इफेक्ट नहोस्, हजुर राम्ररी हुर्कोस्, त्यसपछि नहोस् भनेर अहिले हामीले त्यसरी हुर्काएका छौँ। धन्यवाद प्रतीक हामीलाई अलिकति ब्रोइलरको बारेमा जानकारी दिएकोमा। अब हामी लागौँ। अलिकति चल्लाको फोटो भिडियोहरू राख्नेछु। त्यसपछि अरू कुराहरू हामी अर्को भिडियोमा देखाउने नै छौँ। धेरै धेरै धन्यवाद।